हेलो नमस्ते आरामै हुनुहुन्छ होला म पनि आरामै छु आज चाहिँ म जाँदैछु छोराको इभेन्टमा हैन बाटिकको प्रोग्राममा जाँदैछु सो मेरो आउटफिट आजको पुरै ब्ल्याक है अनि त्यहाँबाट ब्याग पनि ब्ल्याक लगाएर चाहिँ अब म जान्छु इन ड्राइभबाट चाहिँ नेपाल टारसम्म नेपाल टारबाट चाहिँ नि हामी ग्रुप मिलेर जान्छौँ सँगै सबैजना यहाँ भित्र थर्मोकोट देखिरहेछ ल है त भिडियो चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला मन पर्यो भने लाइक है भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु ल अहिले बज्र होटेलमा मैले चाहिँ पास लिएर आइन थाहा छैन अब ल यहाँ चाहिँ टिकटको लगाउँदैछन् मैले चाहिँ टिकट ल्याउन बिर्सेँ ए सिधै अब के यति बेला आएर हुन्छ घुमेर आऊ के छ भण्डारी नमस्ते ह्याप्पी भ्यालेन्टाइन डे छोरो नबोल्ने को होला देखेर उनीलाई नबोल्ने को होला देखेर उनीलाई म बोलौँ कसरी भनौँ उनीलाई म बोलौँ हात छेक्ने मेरी प्रियसीलाई यति भन्दा पनि उसलाई मैले भेट्न चाहिँ पाएकै छैन कसरी म भेटौँ कसरी म देखौँ भेटेर के भन्ने भेट्न मन छ तर भेटिसकेपछि के भन्ने केही पनि मलाई थाहा नै हुँदैन कि हजुरमै हराऊँ कि हजुरमै हराऊँ कि हजुरमै हराऊँ कि नमान लाज यसरी की अड छ ढुक ढुकी मेरो के अड छ ढुक ढुकी मेरो नाउ सामु यसरी तर मुक्ति पाउँदिन तर मुक्ति पाउँदिन सपनीमा पनि शान्ति छैन तिम्रो याद नआउने कुनै ठाउँ नै छैन पर नै जाऊ फुलहरू छोपिदेऊ तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिजहरू पर नै जाऊ फुलहरू छोपिदेऊ तारा जुन बन्द गर गीतहरू तिम्रो याद आउने सबै चिज
चिजहरू हो कि के भयो होला त भनेर म बुझ्न चाहेँ। अनि त्यसपछि मैले सस्तो मुटु गाएँ कि एकचोटि, यो गाउँदा चाहिँ उसको रियाक्सन के हुने रहेछ त भनेर मैले ठ्याक्क गाएँ। देखाले मायायो दिनदिनै कमाउनु पर्दैन जान्छु जुन बाटोतिरले कहिल्यै पापेन। दाइ र दिदीको भ्यालेन्टाइन यहाँ पानी हालेर यिनीहरूलाई त्यो पनि पोखा छोरी उठ तिमी नखा मसँगै कुरन रङ्गिन चित्रहरूमा मसँगै तरन नदीका लहरहरू मिठा ती तिम्रा शब्दहरू अनि तिम्रा वास्ताहरू माया सरी भएर बोक्नु अनि मेरो लागि तिमीले हाम्रा स्पर्शका जादुहरू मसँगै कुरन रङ्गिन चित्रहरूमा सँगै तरन नदीका लहरहरू यहाँ उपस्थित सम्पूर्णमा सुतेर सारा संसार बिर्सिन पाए हुन्थ्यो झैँ लाग्छ। समयको गति रोकियोस् या त यो धरती नै थामियोस्, मेरो हरेक जन्मको साइनो तिम्रै नाममा नामियोस्। हो म तिम्रै अथाह प्रेममा बिलाएँ, यही मेरो सौभाग्य, मेरो हृदयको ढुकढुकी, मेरो प्राणको आराध्य हो। मेरो सिउँदोको रङ महसुस गर्दै ती पुराना कथाहरू सुन्दा सुन्दै तेरो ममताको न्यानोमा मलाई फेरि ढुक्क भएर मिलाउन मन छ। छिटो आइजाए मेरी प्यारी दिदी। मैले फर्स्टमा मेन्सन गर्न बिर्सेँ, मेरो दिदी चाहिँ अहिले मसँग छैन, त्यो बाहिर छ। यदि भएको भए चाहिँ मैले लिएर आउँथेँ होला। अनि यो कविता कसरी फकाउमा तिमी नै भनिदेऊ कसरी फकाउमा मलाई थाहा छैन तिम्रो बसेको त सुहाउँदैन जुनले नि सोध्यो तिमीलाई के भयो भनी मैले नि मुस्कुराई भनिदिए म हाल्छु तिनै माता सुनालाई। चेक चेक जब जुनलाई हेरी तिम्रो स्पर्श महसुस गरे तब तिमी भने अर्कैको अँगालोमा त्यही जुनलाई निहाल्दै रहेछौ। Yes, I want you to hug me and tell me that you were sorry. With an innocent love lingering back, I will forgive you in teary eyes. But I know, I will never let this happen. How I wish to change fate, how I know I should not. How I live with this weight of being able to change it, but knowing that I'll bring a fleeting promise and a never-ending trauma back. I fear what I could have to bring my breath back means they'd take it forever. So I'll block every possibilities of having you back, every ways to have you. अब धेरैजना जोडी हुनुहुन्छ होला, कतिजना एक्लै हुनुहुन्छ होला।
अब एक्लै हुने व्यक्तिहरूलाई चाहिँ मन नदुखाउनु होला भन्न चाहन्छु र सँगै हुनु भएको व्यक्तिले चाहिँ एकअर्काको मन नदुखाउनु होला भन्न चाहन्छु है। अब यो क्रम चलिरहँदाखेरि चाहिँ कस्तो छ भन्दाखेरि गायक भनेर बोलाउनु भएको छ नि त मलाई, धेरै बोल्छु क्या म चाहिँ। म धेरै बोल्दाखेरि अब धेरै बोल्यो भनेर चाहिँ माइन्ड नगर्नु होला है। आफ्नो एक्सपिरियन्स क्लियर गर्दै चाहिँ म गीत गाउँछु। तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँ, फुलहरू मुस्काउँछन् तिमीले देख्छौ र पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र लेकैमा कुहिरो मोडर्न बुहारी भनौँ न, बिकज एउटा हातमा क्रान्ति एउटा हातमा चाहिँ जिम्मेवारी जस्तो खालको हुँदो रहेछ कि। अनि त्यो बिचमा चाहिँ देयर इज अ स्पेस फर अ लट अफ थिङ्स टु गो रङ। अनि रिसेन्टली चाहिँ त्यस्तै सिचुएसन हुँदाखेरि चाहिँ मैले लेखेको हो यो चाहिँ। सो त्यो भन्दै चाहिँ मेरो कविताको नाम रहेको छ सङ्कल्प शून्यता। यो निन्दामा हराएको निन्द्र हो कि भोगाईमा हराएको भोक, यो एकदम रमाइलो भएर आज अहिले मान्छे पनि बढ्दै आछ, ड्रामा भइरहेछ गीत कथा। एउटा जवाफको पर्खाइमा यतिकैमा कथा आउने कुराले उसको मनमा कौतूहलता बढेको थियो। उसलाई भेटेर यो भन्छु त्यो भन्छु भनेर मनमा सोचिरहेको थियो। उसले त है त उहाँहरूको सिस्टम बनिराख्दाखेरि आफूलाई प्रिपेयर गरेर बस्नु होला। पछाडि फुडी छ अगेन बेभरेज छ है, आफूलाई एनर्जी चाहियो भने पिउनु होला, खानु होला, तयार रहनु होला। त्यही त ल अब आयो है हुलाकी ब्यान्ड। हुलाकी दाइहरूले हामीलाई पनि चिठी पठाएको भएर हामी यहाँसम्म आइपुगेको। खानभित्र डिस्काउन्ट कार्डहरू तपाईँहरूलाई देखेर लास्टै नर्भस भइसकेँ म। सो यो गीतको नाम चाहिँ नेक्स्ट सङ, अलिकति सुरु स्याड हुनुभन्दा अगाडि अलिकति रमझम गरौँ न है। सो यो गीतको नाम चाहिँ रारा तालेमा, ओरिजिनल्ली बाई हाम्रो कुमार सागरको है, हाम्रो उहाँको चाहिँ त्यो गीत रहेछ। सो कसैको कर्णालीमा लभ परेछ भने चाहिँ आफूलाई डेडिकेट गर्दै गाउनु होला। सो गीत सुन्नु भएको छैन भने चाहिँ कर्णालीमा फुल फुले भन्ने हिमालयको फेर पनि नाप्ने छ हिमालयको फेर मुनि नाप्ने छ, छिरी छिरी गर्दै मलाई बोलाइरहेछ तिमी आउने
हामी सङ्कल्प बढ्नु एभ्रीवन गिभ इट अप फर सङ्कल्प अब रुपेश दाईलाई त मैले अघि नै चिनाइसकेँ फेरि पनि हाम्रो वान एन्ड ओन्ली कृष्णजी तर आज हरियो कपडामा हुनुहुन्छ त्यही पनि हाम्रो कृष्णजीलाई रुपेश साक्य अब दाइ भनौँ सिङ्गललाई अनि हाम्रो वान एन्ड ओन्ली हाम्रो त्यो चपस्टिक थाहा छ हजुरहरूलाई हाम्रो चाँदिनी चोकको चप्स चाइनाको सेम है तर हाम्रो प्यारो एकदमै प्यारो अनि एकदमै ट्यालेन्टेड दाइ अनि गिटार वी हेभ ब्रदर श्रेष्ठ एभ्रीवन हामीसँग आज कम्फु खेल्न मान्छे पनि आउनु भएको छ एनिवेज हाम्रो उहाँ चाहिँ ड्रमहरू यहाँ अलिकति ड्रम बजायो भने अलिकति र माहौल हुँदैन भनेर चाहिँ आज क्याजनमा चाहिँ सपोर्टमा हाम्रो ह्याङ्सुस दाइ दाइले कम्फु पाराले हान्नुहुन्छ भर्खरै चट्ट बिहे भएको हाम्रो प्यारो दाइ अब केही भन्न मिल्दैन भाउजू आउनु भएको छ होला सायद है यतै हुनुहुन्छ होला भाउजूलाई केही भन्नु छ दाइ भाउजूलाई भाउजू आउनु भएको छैन सरी हाम्रो बेसमा चाहिँ आशिष श्रेष्ठ एभ्रीवन अब हाम्रो त्यो गर्ल्स वे पल्वे निकाल्न है भन्ने होला कसले हेर्नु भएको छ है वान एन्ड ओन्ली पाण्डा अन गिटार एभ्रीवन सरी अभिषेक राई हाम्रो गिटारमा आम सो सरी सरी दाइ अनि म चाहिँ अमन बस्नेत हजुर अमन बस्नेत राइट म चाहिँ अमन बस्नेत अनि हामी अल टुगेदर चाहिँ हामी हुलाकी हजुर अब हामी चिठी पढ्दैछौँ अझै पनि केही कम्प्लेन छ भने भन्नु होला है पढ्नु पर्छ सो हाम्रो नेक्स्ट गीतको नाम के हो सङ्कल्पले भन्दैनु त हुलाकी दाइमा स्वाद छ अनि मैले हाम्रो एकजना प्यारो मान्छेलाई बिर्सेँ हाम्रो साउन्ड यो जुन हजुरले बाहिर एकदम मेलोडियस साउन्ड सुनिरहनु भएको छ हाम्रो साउन्डमा चाहिँ दाइ हाम्रो दिलप दाइ जहाँ साउन्ड सरी मेरो नाम भर्खर बिर्सेँ है हाम्रो प्यारो दाइ दिलप दाइ अनि साउन्ड अनि हाम्रो फोटोग्राफर टिम चेलिस एन्ड द टिमलाई पनि यहीँबाट एकदमै है बिग साउट आउट अनि हाम्रो प्यारो यता एकछिन सर प्लिज तपाईँ चाहिँ आउनु प्लिज प्लिज हाम्रो वान एन्ड ओन्ली म्यानेजर आज ह्यान्डसम भएर आउनुभएको छ जेन्टलम्यान हाम्रो निकित दुलाल के अरे म्यानेजिङ होइन त सो अब यो गीतको नाम चाहिँ सो कहिलेकाहीँ हाँस्नु नै पर्छ है सो जस्तो पीडा भयो भने लाइफमा हाँस्न चाहिँ छोड्नुहुन्न भगवान्ले केही राम्रै सोच्नु भएको छ हामीलाई सो त्यो भन्दै यो गीतको नाम चाहिँ होला के दाइ उसको सानो लाइन हामी सँगै गाउँ न दाइ होला के दाइ पठाइदेऊ पत्राइ मेरी उनीलाई होला के दाइ फेरि एकचोटि स्टार्टिङदेखि भाग्यमानी गाइदिनु पर्दा Mama ya diula, diula sasai.
तिमीलाई मनैले दिउँला तिम्रै हो म तिम्रो नै रहला जसले उसलाई पायो तर म फेरि अर्को भाग्यमानी रहेछु जसले भाग्यमानी सँगै मेरो दाइसँग गाउन पाएँ त्यस्तो होइन उहाँहरूसँग गाउनु भनेको बहुत ठुलो कुरा हो अनि त्यही मैले पनि चिठी पठाएको थिएँ पुग्छ पुग्दैन थाहा थिएन माया गर्नु ल भनेर मैले छोडेको थिएँ तर उसले माया अरूलाई नै गरेको रहेछ अनि मैले चाहिँ माया दाईहरूसँग गर्ने भयो भाग्यमानी गाएर सो भाग्यमानी न त अब कुनै आश न त तिम्रो मनमा बास तर मेरो लागि सधैँ हुला कि बिहान नै हो खास एकजनालाई त लिएर जानुपर्छ सो यो गीतको नाम फेरि पनि भाग्यमानी अनि आज मसँग चाहिँ हजुरको नाम मैले सोध्नु बिर्सेँ अरुण चौहान ब्रदर चाहिँ मसँग